निश्चय यसपालि दार्जिलिङले केही पाउनेछ। यस्ता आशाले आज दार्जिलिङ राजनीतिक मञ्च अनि गाउँ सडक सहर ढाकेको छ। आजको सामयिकीमा यी विषयमाथि चर्चा गर्नेछु। अभिवादन सामयिकीको 15औं भागमा। बेल त पाक्यो तर कागलाई हर्ष न बिस्मात। यो अवस्था आजको दार्जिलिङे राजनीतिक मैदानमा व्याप्त छ। जिटिए प्रमुख अनित थापाले पद सभासदबाट राजीनामा दिए, तर दार्जिलिङका कसैले पनि उनलाई स्याबास धन्यवाद दिएका छैनन्। मुद्दालाई सहयोग गर्ने मन बनाएर राजीनामा दिइसकेपछि राजनीतिक मञ्चहरूबाट स्याबासी त मिल्नु पर्थ्यो, मिलेको छैन। धन्यवादको साटो उनको राजीनामाले राजनीतिक मञ्चमा अझ एउटा प्रश्न उभ्याउँदैछ। उनको पार्टीलाई जिटिएमा बहुमत प्राप्त छ। बहुमतको उपयोग गरेर सबै सभासदहरूसहित सामूहिक राजीनामा दिएको भए यसको अर्थ केही हुन्थ्यो भन्नेहरूको सङ्ख्यामाथि सङ्ख्या थपिएर सङ्ख्याकै एउटा पहाड निर्माण भइसकेको छ। आजको समय अनित थापाको राजीनामामाथि प्रश्न गर्नेहरूको एउटा ताँती बनिएको छ। कुरा राजीनामाको मात्र नभएर दार्जिलिङमा अहिले भइरहेका काम अभियानको चर्चा गर्नु आजको मूल विषय हो। जब जब राम्रो हुन लाग्छ, जब समाधानको बाटोमा पुग्न लाग्छौँ, त्यति बेला सबैभन्दा ज्ञानी मै हुँ, सबैभन्दा भयङ्कर मै हुँ भन्दै काम बिगार्नुतिर लाग्छौँ। यस्तो राजनीति छोडौँ, काम बिगार्नुतिर नलागौँ। यो भनाइ मेरो होइन, यो भनाइ हो लोकसभा सांसद राजु बिष्टको। सांसद बिष्टको यो भनाइ त्यति बेला आयो जति बेला पश्चिम बङ्गालको 18औं विधानसभाको पहिलो बजेट सत्रमा राज्यपाल आरएन रविको अभिभाषण भइसकेको थियो। गोर्खाल्यान्ड सम्बन्धी उठेको मागलाई स्थायी राजनीतिक समाधान गर्न सरकार दृढ सङ्कल्प रहेको राज्यपाल आरएन रविको अभिभाषणमा केन्द्रित भयो। यस्तो महत्त्वपूर्ण समयमा कसैले पनि बोलेर बिगार्नु नहुने तथा यो समय भनेको बिगार्ने नभएर सपार्ने समय भएको सांसद बिष्टको खबरदारी थियो। पश्चिम बङ्गाल सरकार अनि केन्द्र सरकार मिलेर दार्जिलिङलाई अझ राम्रो व्यवस्था दिन्छन् भन्ने कुरामा सांसद बिष्ट विश्वस्त रहेको फलस्वरूप सबैलाई राम्रो कामको लागि एक हुने आह्वान उनमा छ। पूर्व विधायक निरज जिम्बाले पनि पश्चिम बङ्गाल विधानसभाको इतिहासमा सरकार पक्षबाट गोर्खाल्यान्ड शब्दको उच्चारण कहिल्यै नभएको उल्लेख गरेका छन्। राज्यपालको सम्बोधनमा गोर्खाल्यान्ड शब्द उच्चारण हुनुलाई ऐतिहासिक मानेका छन्। यसै गरी दार्जिलिङका सबैजसो राजनीतिक पार्टीहरू वर्तमान पश्चिम बङ्गाल सरकारको कार्यनीतितिर धेरै आग्रही छन्। कलकत्तातिर हेरिरहेछन् स्थायी समाधानको राम्रो आशामा। सदनमा दार्जिलिङको समस्या अनि गोर्खा जातिको मूल माग र आवश्यकतामाथि सबैभन्दा धेर प्रश्न र माग उठान गर्ने सांसदहरूको तातीमा सांसद राजु बिष्ट सायदै सबैभन्दा अघि पर्छन्। उनले केही न केही बोलेका हुन्छन्, सरकारको ध्यान जातीय हिततर्फ तान्छन्। राजनीतिक मुद्दा बाहेक आम नागरिकहरू समाधान सोचेर घोत्लिएका छन्। आम नागरिकहरूबाट यस्तो आवाज र सुझाव उठ्दैछ अहिले कि यस्तो महत्त्वपूर्ण समयमा राजनीतिक पार्टीहरूले एक आपसको मतभेदलाई भुलेर अथवा जिटिएको चर्चालाई पर सारेर समाधानको नयाँ बाटो तय गर्न लागि पर्यो भने मात्र भोलिको दिनले साँचो स्थायी समाधान चुम्न सक्छ। घर बनाउने योजना हुँदा सर्वप्रथम त रुमाले ठिक हुनुपर्छ। रुमाले बिना घर निर्माण हुँदैन। यति बेला विचारको रुमाले ठिक गर्नु राजनीतिक पार्टीहरूको दायित्व हो। राजनीतिक मञ्चबाट म ठुलो ऊ सानो भन्ने राजनीतिलाई पन्छाउन सक्नुपर्छ, नत्र स्थायी समाधान भनेर थाप्ने व्यवस्था फेरि डागो पाप र जिटिए जस्तै नहोला भन्नु मिल्दैन। राजनीतिक आडम्बर र क्रोधलाई पैताला मुनि राखेर मस्तिष्कले राम्रोसँग मन्थन गरेर ग्रहण गरेको व्यवस्था नै स्थायी हुनेछ। अब प्राप्त कुनै समाधानले युवाको भाग्य अनि अवसरलाई स्थायी गर्नुपर्ने युवाले मूल आवाज बोकेको सुनिन्छन्। हिजो जस्तै माम र कामको खोजीमा दार्जिलिङका विभिन्न क्षेत्रहरूबाट युवक युवतीहरू देशका विभिन्न सहर अनि विदेशतिर पलायन हुनुपर्ने बाध्यता फेरि नदोहोरियोस् भन्ने छ। अबको व्यवस्थाले त्यस्तो सकसलाग्दो दिनहरू नल्याओस् भन्ने पनि आजको आवश्यकतामा पर्छ। सबैको सहभागी, सबैको उपस्थिति, सबैको
वैचारिक मन्थन आजको सबैभन्दा प्रमुख विषय हुन्। दार्जिलिङ अनि स्थायी राजनीतिक समाधानका कुराहरू धेरै छन्। फेरि अर्को भागमा पुरा गर्ने हुती राख्दै अहिलेलाई यतिमै अन्त गरे। म शरण कार्कीलाई बिदा दिनुहोस्। तपाईँको आजको दिन शुभ रहोस्। शुभ दिन।